नमस्ते गाइस, न्यू ब्लग। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ गुर्जु धारा जाँदैछु है। अनि के गर्न जाँदैछु भन्दाखेरि चाहिँ हाम्रो सोतङको बाइक पास गर्न जाँदैछु है। ओइ 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 झन्डै अनि अहिले चाहिँ कति बज्यो भन्दाखेरि 9:30 भइसक्यो है। केटाहरू चाहिँ अगाडि पुगिसक्यो, म मात्रै पछाडि छु अहिले। केटाहरू खतरा कुदाउँछ, म बिस्तारै कुदाउँछु, त्यही भएर हो। भनिदिएको होइन त्यस्तो। यु क्यान डु इट। अब एउटा यसले रेस खेल्छ है। अब हेर्नु है, हेर्नु है। को आयो? मैले भन्दै थिएँ रेस खेल्छ भनेर, मलाई लागिरहेको थियो रेस खेल्छ भनेर। केटी पछाडि राख्नुहुन्न, सँगै बढीकै है। दोस देऊ त, जाओस् त, एक जाओस् त्यसलाई। क्या हम सुधर गए जमानै बिगड गयो भने जस्तो भयो। मलाई लागिरहेको त्यसले रेस खेल्छ भनेर भने मात्र के थियो कि एउटा चाहिँ खोइ त आउँदैन त, कस्तो बिस्तारै आयो। एङ्गल टेढो भयो क्या हो। ओ बल्ल ओ ओ साथी चाहिँ के हो, अर्कै बाटो जानु आएछ त, माथातिर जानु आयो कि क्या हो। के रे गाइस, के गरे ल ल ल ल ल आजा आजा घुसाले अगाडि हो। त्यो 220 रेस खेल्न आइरह्यो भने हामीसँग। अब चाहिँ हामी पुग्न आँट्यौँ है। हामीले पास गर्न बाइक चाहिँ यही हो होइन। अब हामी यहाँबाट लेफ्ट लाग्नुपर्ने हुन्छ गाइस है। अहिले बिहान भएर चाहिँ खाली देखिरहेको छ है। बेस साउन्डबाट आमा यति प्याक हुन्छ यो ठाउँ, यति प्याक हुन्छ, प्याक चाहिँ हुन्छ गाइस। ओ ओ ओ ल ल के गरे भाइ, के गरे? चलाउनु आउँदैन क्या हो? के पेल्नु भनेर है, नपेलेको त ल गाह्रो छ गाइस मलाई पनि। Hammer rider provider। यहाँ ल ल ल ल लाइनमा राख्नुपर्ने हुन्छ बाइक यो। अब हामी चाहिँ कहाँ राखिदियोस्? यहीँ राखिदिउँ दोस्। अहिले चाहिँ हामी के कुदैछौँ अनि यहाँ हेर्न सक्नुहुन्छ। के गरिदिने रे पास गर्नुमै मान्छेहरू हुनुहुन्छ होइन त गएको चाहिँ ल है। 88 हाम्रो डिल भयो है। अब हामी लाग्नुपर्ने हुन्छ। हाम्रो यहाँ आइकोनिक बाइक छ। मेरो चाहिँ के हो कति टाइम लाग्ने गाइस। हाम्रो बाइक चाहिँ त्यहाँ देख्छ, त्यहाँ छ। अनि कतिखेर सुरु हुने? 10 बजी सुरु हुन्छ होला है। अब यस्तो घाममा, सरको घाममा घाम ताप्दै गर्नुपर्छ। भिटामिन डी लिएर ए अस्ति हामी गएको उतै जस्तो लाग्यो। यहाँ भिडियो खिच्नु मिलेन, खिच्यौँ नै जे होइन बालो भर्तीले गरिदिनु पछि। हाम्रो बाइक चाहिँ यहाँ छ। तर क्या दामी क्लाइमेट देखायो आज। फोन होइन हो, भ्यू राम्रो आएको।
तिम्रो फोनबाट हेर त मेरो फोनबाट नहेरौँ अहिले मेरो फोन अहिले चार्ज सकेको भयो म त भनेदेखि हाम्रो नि आउँछ मेरो नि 1K पुगोस् त भनिरहेको मैले बाइक पास गरेर चाहिँ यहीँ हो फेरि यो मान्छेले नि यहीँ ल्यायो तिमी के उडाउने त म बाइक उडाउने मलाई उडाउन आउने भने त्यही हो के उडाउने दस तिमी के उडाउने म त ससुराको छोरी उडाउने ससुराको छोरी उडाउने म चाहिँ केही नउडाउने बिकज आई एम सच यतिको चाहिँ चाहिन्छ है भ्लगमा आउँछ है मैले यसको साथी उठा रहेछ त ला सेम टु सेम यार 19-20 का है त फरक है 19-20 का फरक है दिने तिमी तिमी चाहिँ के गर्नुहोस् तिमी चाहिँ के गर्ने हाम्रो साथ प्याङ भएछ है हाम्रो चाहिँ पाला आउँछ भनेर कुरेर बसेको है अलरेडी साइन गरेर दिइसकेको छ हामी अझै कुरै बिलाउनु भयो म त यस्तो च्यात देख्थेँ कि भनेर कुरेर बसेको अलरेडी साइन गरेर स्ट्याम्प गराएर हाम्रो के काम आइछ यति भइसक्यो साइन गर्नु छ त्यसपछि गो टु अर्को ठाउँमा त्यसपछि हामी कहाँ जान्छौँ बिच बाटोमा त्यहाँ होला अहिले चाहिँ यस्तो छ है यस त्यो चाहिँ सरप्राइज चाहिँ के छ भनेर चाहिँ एकछिनमा देखाउनु हाम्रो चाहिँ काम सक्यो ल फाइनली त्यो बाइकलाई पनि बाइक भनिदिनु आयो ल अब एकछिनमा जान्छ है त्यो जोसम्म अब के भन्नु अब आधी बाटो गएर भेटौँला अब यो बाइक पनि भयो अब हाम्रो बाइक त्यहाँ छ अर्को हेरौँ आज अर्को ठाउँमा पनि जान्छ है त्यो के छ भने त्यो अहिले आएर हेरौँला धन्न 2 घन्टामा सक्यो काम पनि ल अब बिच बाटोमा भेटौँ